पुरानै अनुहार पुरानै मान्छे हैन नयाँ चिटिक्क भएर अब केही न केही चाहिँ हुन्छ अब गाडी पछाडि बलले सक्छौ ओभरटेक गर सक्दैन रिस्क गर हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। अनि आज धेरै पछि भिडियोमा आएँ होइन। अनि किन आएँ त भन्दा केही न केही कारण छ। के कारण छ भन्दा अब न्यु इयर हो नि त, नेपालीको न्यु इयर, नयाँ वर्ष नव वर्ष होइन। इङ्ग्लिस नयाँ वर्षमा चाहिँ ह्याप्पी न्यु इयर भन्दै सबै उफ्रियो दौड्यो के गर्यो होइन। त स्पेसल आज चाहिँ के को भ्लग आउँदैछ गर्दैछु त भन्दा न्यु इयर ह्याप्पी न्यु इयर सबैजनालाई 2083 को जुकेछु 83 त हुने होइन, 83 सालको जो सबैजनामा शुभकामना। अनि सबैजना खुसी भएर मनाउनु होला होइन। ड्रिङ्क्सहरू पनि थोरै गर्नु होला, जे गर्नुहुन्छ थोरै गर्नु होला, धेरै नगर्नु होला, रमाइलो चाहिँ धेरै गर्नु होला भन्दै अब आजको छोटो ब्लग स्टार्ट गर्न जाँदैछु। वेलकम ब्याक टु माई युट्युब च्यानल एभ्रिवान। ओके, आज चाहिँ भर्खर उठेको अनि खासमा कपाल काट्न जानको लागि यसो तयारी भएर अब कपाल काट्न जाँदैछु। यसो साइडमा यस्तो हानिँदैछ त फेरि अनुहार त फेरि झुल्किए देख्छ नि त होइन। झुल्के त अहिले पनि झुल्के नै छु, तर पनि यसो ल हाम्रो यहाँबाट यसो माथि गएपछि यसो कपाल काटेर चाहिँ हिरो हुनु पऱ्यो नि त। नयाँ वर्षमा नयाँ मान्छे हुनु पऱ्यो नि त। पुरानै अनुहार पुरानै मान्छे होइन, नयाँ चिटिक्क भएर अब केही न केही चाहिँ हुन्छ अब। त्यो अनुहारै देख्दैन। ल यो चाहिँ फाइनल लुक्स है, बडा छ। अब सुमा जाँदै सुमा गएर वर्ष अलिअलि बगाल हिँड्दै भयो बिहानको भन्दा। ल अब सोमा पुगेर भेटौँला। यही पानी परिरहेको छ यतातिर। फेरि जाम भयो ठ्याक्कै। गाडी पछाडि बलले सक्छौ ओभरटेक गर सक्दैन रिस्क गर। कता आइपुग्यो हामी? त्यही हो जस्तो छ। आइपुग्यो हामी संसार गाडीमा। ल आजको हाम्रो सो हुने ठाउँ। ल हाम्रो आले सर, हाम्रो गिटारिस्ट। ल आजको भेन्यू चाहिँ यही रहेछ है। ल यसो ह्याप्पी न्यु इयर सबैजनामा। हाम्रो यहाँ साथी, हाम्रो यहाँ दाइ हुनुहुन्छ। अनुहार नदिएको ल यहाँ ह्यान्डसम छ है। अब ऊ राम्रो गिटारिस्ट हो, क्याप पनि राम्रो, मान्छे पनि राम्रो। ल हाम्रो वर्कसप ल्याइसकेको छ। यहाँ हाम्रो साथी फर्किँदै हुनुहुन्छ अगाडि। ल अब हाम्रो सो हुने ठाउँ चाहिँ उता हो। दाइ जानुभएको छ उता, गिटारहरू देख्नुहुन्छ। अनि के बगाल छ ठाउँ चाहिँ दामी छ। त्यहाँ बारबिक्यू भइरहेको छ है।
सेकुहरू आमा धुवा फेरि सरर कस्तो मजाको अहिले मौसम पनि मजाले खुल्यो क्या अनि क्या राम्रो आइरहेछ भ्यू पनि लगमा पनि आइपुगिसकेँ यो स्पेसल चक्लेट रहेछ केक यो केकको जस्तो माथि क्या मजाको टेस्ट हामी स्पेसल अनि अब लाइभ म्युजिक सुरु हुँदैछ बाहिर सायद त्यहाँ गइसक्नु भएको छ अब सुरु गरिहाल्नुपर्छ त्यता गएर उता दुईजना अर्को डाइट आयो अर्को डाइट दाइहरू खाएर गइसक्नु भयो मेरो चाहिँ भर्खर हुन्छ धन्यवाद हाम्रो ब्रदरले मिठो सर्भ गरेर गइसक्नु भयो अब चाहिँ सर्लक्क बिस्तारै बिस्तारै ल साउन्ड चेक हुँदैछ यतातिर म चाहिँ उता त्यहाँ छेउमा होला बिचमा दाइ भइहाल्यो भोकल दाइ अब साथीले गिटार बजाउँदैछ हेलो थोरै हाम्रो ब्रेक भएर पनि हल्का काटेछु अब चाहिँ 1-1.5 घन्टा पछि हाम्रो सकिन्छ 9 बजी धेरै बजाउनु पर्दैन आज रमाइलो छ बेलुकाको भ्यू चाहिँ यस्तो देखिन्छ यहाँबाट बजाउने ठाउँ त्यहाँ चाहिँ स्टेज है पार भइहाल्यो बेकरी त्यहाँ छ सिधा तिम्रो घरमा आउन त मर्छ आउँथे तर कुकुरको के चल्छ मायालाई पेटमा बाटो के पासले बिहान बच्चाकै आउँदैछु आजको मिरिकको चाहिँ प्रोग्राम सकिसकेको छ म चाहिँ सकाएर बसिसकेको छु यता चाहिँ साथी र दाइ हुनुहुन्छ यताउता प्याकिङ गर्दै सबैजना ह्याप्पी न्यु इयर मिरिक पनि सक्यो नव वर्ष 2082को शुभकामना सबैजनालाई सी यू अल है पहिलो भेटमा